अब मान्छे चाहिँ कस्तो छ भने हजुरबा यो जखम मलाई भीषणको बोको हुन्छ नि जखरिएको हो त्यस्तो खालको छ। फेरि यसको तरिका चाहिँ अलिकति अलौकिक छ क्या। सकिएला त तेरिका तँलाई यो हजुरबा माथि विश्वास छैन नाति? म माथि विश्वास गर। म वहाँ भुटानको लामी डाँडामा हुँदाखेरि त्यो जग्रे भन्नेलाई उडेर फलाइङ्की हानेर 5 दिनसम्म बेहोस बनाएको मान्छे हुँ। मेरो लागि त्यो मुला जेठान भ्युसिनको बोको होला, मेरो लागि त त्यो पछ्याङ्रो। जवानीको त म पनि रागो हो नि। त्यो मुला जेठानलाई त जुन भनौ त्यही कि कान्न सकिन्छ मुला। ल हजुरबा त्यसो हो भनेदेखि त्यसले मलाई जुन जुन स्टाइलमा धुलाइ हानेको छ त्यसलाई पनि त्यही त्यही स्टाइलमा बजाउनु पर्यो। त्यसले चाहिँ पहिला हातमा तास खेलाउँछ अनि एउटा लट्ठी घुमाउँछ। ए